नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ म हजुरहरूलाई बसन्तपुरको नाइट भ्यू र यहाँ 9 बजेपछि लाग्ने बजारहरू पनि देखाउन गइरहेको छु। अहिले चाहिँ यहाँ बजारहरू लागिरहेको छ हैन। यहाँ चाहिँ तरकारी बजार लाग्दछ। यहाँ चाहिँ भागको हिसाबमा तरकारीको व्यापार हुन्छ हैन। यहाँ चाहिँ अब नेपाली अब इन्डियाको मान्छेहरू त्यस्तै बजार राखिराख्नु भएको हुन्छ। यहाँ चाहिँ बसन्तपुरको यहाँ मन्दिर राम्रो बनिरहेको छ। यहाँ पहिला भुइँचालो गएको मन्दिर हो। यो चाहिँ यो भुइँचालो गएर चाहिँ पुरै भत्किएर अहिले नयाँ बनिरहेको छ। यहाँ थिम चाहिँ नेपालको पहिलो एउटा मात्र यो गजुर नभएको मन्दिर रहेको छ। यहाँ थिम अगाडि चाहिँ फुलहरू बेच्न राख्नुहुन्छ मन्दिरमा अब चढाउनको लागि, कसैले अब यताउता दिनको लागि केर्नको लागि मन्दिरहरू दिनुहुन्छ हैन। यहाँ थिम चाहिँ यस्तो चोक छ अनि यहाँ एउटा ढुङ्गाले बनेको मन्दिर छ। त्यहाँ गडुरको मूर्ति छ। हामी चाहिँ यताबाट लागेर चाहिँ हजुरहरूलाई चाहिँ बसन्तपुरको यता 9 तला मन्दिर हुँदै चोकमा गएर उता इन्द्रचोक निस्केर चाहिँ त्यहाँको बेलुकाको आजको बजार लाग्ने भ्यू चाहिँ देखाउँछु। म चाहिँ अहिले बसन्तपुर आइसकेको छु हैन। बसन्तपुरको यो बाटोमा चाहिँ यहाँ दिउँसोमा चाहिँ मान्छेहरूको धेरै भिडभाड हुने कारणले रातिको समयमा चाहिँ यहाँ बाटोहरू बनिरहेको छ। यता आधी साइड चाहिँ बनिसक्यो, त्यो आधी चाहिँ बन्दैछ हैन। दिउँसोमा चाहिँ मान्छेहरू यहाँ हुनुहुन्छ नि त, काम हुन पाउँदैन, त्यही भएर यस्तो हुन्छ। अब उहाँ चाहिँ बसन्तपुरको मेन मन्दिर रहेको छ। यहाँ यतातिर चाहिँ अब पसलहरू अब ब्याङ्कहरू के छ हैन। यतातिर त बन्द भइसक्यो अब 9 बज्ने बेलामा। म बसन्तपुरको एरिया र अनि 9 बजेमा लाग्ने इन्द्रचोकतिरको होलसेल पसल देखाउने सोचेर हजुरहरूलाई यो भिडियो बनाइराखेको छु। यो अगाडि चाहिँ यो यतातिर चाहिँ आर्मीको गुल्म रहेको छ हैन। ड्युटी पनि बसिराख्नु भएको छ होला। यता यो ब्याङ्क छ। बसन्तपुरको पहिलाको बाटो चाहिँ अलि नराम्रो थियो, त्यस कारणले अहिलेको बाटो चाहिँ यो उस गरेर राम्रो ढुङ्गा हालेर बनाउनु भएको छ। यो यहाँ अगाडि चाहिँ बसन्तपुरको 9 तले दरबार रहेको छ। त्यो अगाडिको व्हाइट दरबार भइहाल्यो। अनि यतातिर चाहिँ अहिलेसम्म पसल खुलिराखेको छ। यहाँ मोबाइलको कभर पसल रहेछ। अब यहाँ अब लोकल क्याफे पसल हो। यता बसन्तपुर प्लाजा भन्ने चाहिँ यहाँ रहेको छ हैन। अब म चाहिँ अब लाज लाइ भए पनि खिचेर हिँडिरहेको छु। त्यही पनि हजुरहरूलाई भिडियो राम्रोसँग खिचेर देखाउँछु। हजुरले अन्तिमसम्म हेरिदिनुहोस् हैन। अब बजारमा आउनलाई चाहिँ अझै अलि अगाडिसम्म खिच्नुपर्छ। यहाँ अब यही हो 9 तले दरबार भनेको यही हो। यसको लागि चाहिँ टिकट लाग्छ। उता अगाडिबाट 50 रुपियाँ लाग्छ होला। उता हनुमान ढोका छिर्ने ठाउँबाट टिकट लाग्छ। त्यहीँबाट चाहिँ आउन सकिन्छ, माथि जान सकिन्छ। यो भित्री एरियामा हेर्न सकिन्छ। यहाँ पनि यता एरियामा चाहिँ धेरै जस्तो फोटोहरू खिच्ने भिडियो गराउने गर्नुहुन्छ हैन मान्छेहरूले। बसन्तपुर चाहिँ एकदम चर्चित स्थान हो भनौँ हैन। यसमा चाहिँ यहाँ चाहिँ अब नगर प्रहरीको बिट अब विदेशीहरूलाई चाहिँ यहाँ नेपाललाई त्यो फ्री छ भने विदेशीहरूलाई अब सागलाई 500 अब अरूलाई 1000 गर्ने हिसाबमा टिकट लिइन्छ। यहाँ चाहिँ बिहानदेखि दिउँसो साँझसम्म चाहिँ त्यो विदेशीहरूलाई चाहिँ मनपर्ने खालको अन्य सामानहरू बेच्न राख्नुहुन्छ। नेपालीले पनि लिन्छ हैन। यही बसन्तपुरको मेन दृश्य चाहिँ यही हो। भिडियो बनाउने, मान्छेहरू फोटो खिच्ने गर्नुहुन्छ हैन। यतातिर चाहिँ यहाँ चाहिँ आर्मीको पोस्ट छ, आर्मीको ड्युटी बस्नुहुन्छ। यहाँ यो खुल्ला एरिया छ। बेला बेला यहाँ टिकटकहरू भिडियोहरू सुटिङहरू पनि गरिराख्नुहुन्छ मान्छेहरूले। यही हजुरहरूले अब बसन्तपुर कतिजना आउनुभएको छ, कतिजना आउनुभएको थाहा भएन। त्यो पनि हेरेर भिडियो चाहिँ अन्तिमसम्म हेरेर माया गरिदिनु होला। त्यहाँ चाहिँ पहिला स्कुल रहेको थियो। स्कुल चाहिँ अहिले भत्काइसक्नु भएको छ। माथिपट्टि भत्केको छ, तलको बाँकी छ। यो अगाडि रहेको चाहिँ कुमारीको घर भनेर चिनिन्छ। कुमारी चाहिँ यहीँ बस्नुहुन्छ हैन। उता झ्यालबाट हेर्नुहुन्छ भन्नुहुन्थ्यो सानसानोमा, हामीले थाहा पाउँथ्यौँ। अहिले चाहिँ कुमारी चाहिँ अहिलेसम्म देखेको छैन। बाहिर निकाल्दा मात्रै देखिन्छ, यस्तो झ्यालतिर त देखेको छैन। त्यही पनि यहाँ कुमारीको घर भनिन्छ। उयो अगाडिको चाहिँ नयाँ मन्दिर चाहिँ रिनो गरेको मन्दिर हो। यो मन्दिर पहिला भुइँचालोको बेलामा चाहिँ भत्केको थियो हैन। तर यस्तो राम्रो छ यो कुमारीको घर चाहिँ। अनि यताबाट चाहिँ अब यहाँ पनि अर्को मन्दिर पनि रहेको छ। यताबाट चाहिँ हामी त्यो 9 बजे लाग्ने बजारतिर जाँदैछौँ। यता सब एरियाहरू मेन एरिया नै काठमाडौँको लगभग यति पर्दछ कि। यता अगाडि बसन्तपुरभन्दा अगाडि चाहिँ न्यु रोड एरियाहरू चुडिखेल पर्दछ भने यतातिर चाहिँ इन्द्रचोक, असन, रत्नपार्क हुँदै यताबाट जान्छ हैन। यहाँ चाहिँ रातिमा ड्युटी बस्नुहुन्छ। यहाँबाट पहिला यहाँबाट टिकट लाग्थ्यो भित्र जानको लागि, 9 तले दरबार हेर्नको लागि। अहिले चाहिँ उता हनुमान ढोकाबाट टिकट लाग्दछ। यो शिव र पार्वतीको भवन यहाँ अस्ति नै सुटिङ पनि भइरहेको छ। अस्ति नै भएको थियो एकचोटि। मैले त्यतिखेर चाहिँ क्लिप लिन पाएन। यहाँ माथि चाहिँ यहाँ सबभन्दा ठुलो घन्टी रहेको छ हैन। यो पसलहरू चाहिँ कुनै पसल चाहिँ चाँडै बन्द हुन्छ, कुनै पसल चाहिँ बेलुकासम्म खुलिरहन्छ। यहाँको चाहिँ घरहरूको डिजाइन हुन्छ नि
एकदम राम्रो के अहिलेको मान्छेले सायद यस्तो बनाउन सक्नुहुन्न धेरै जसोले अहिले धेरै मान्छेहरू यता र उता बिजी हुनुहुन्छ नि त आफ्नो नयाँ नर्मल काममा यस्तो यस्तो एकदम फोकस खालको काम गर्नुहुन्न झ्यालहरूको ढोकाहरू यस्तो पहिलाको मान्छेले अहिले पनि बनाउनुहुन्छ अब यताबाट चाहिँ हामी यो अगाडि चाहिँ इन्द्रचोक गइन्छ भने यताबाट चाहिँ त्यहाँ हनुमान ढोका हो त्यहीँबाट उता भित्र जाने टिकट लाग्ने होइन यहाँ मान्छेहरू चाहिँ हिँडिराख्नुहुन्छ साँझमा धेरैजना हुनुहुन्छ यही हो यहाँ चाहिँ अब एउटा भैरवको मूर्ति थियो होइन भैरवको मूर्ति चाहिँ अब रातिको समयमा बन्द गर्नुहुन्छ साँझसम्म मात्र खोल्नुहुन्छ यहाँ चाहिँ अब हामी कालभैरव आउनु लाग्यौँ यहाँ चाहिँ माथि डमहरू दुईवटा ठुल्ठुलो डमहरू छ होइन बजाउने खालको हामी चाहिँ अब यताबाट यो बजारतिर लाग्दैछौँ मान्छेहरू धेरै भएको कारणले अलिकति लाज लाग्ने यहाँ चाहिँ डान्स भइरहेको छ डान्स गरिराख्नु भएको छ यही हो कालभैरव भन्ने कालभैरव यही हो यसमा आएर फोटोसोटो खिच्नुहुन्छ होइन कतिजनाले पूजाहरू गर्नुहुन्छ यहाँ विदेशी पनि आउनुभएको छ घुम्नको लागि यहाँको भिडियो फोटो क्याप्चर गर्नको लागि अब म चाहिँ अब बजार आउनु लागिसकेँ यो अगाडि बजार छ होइन हजुरहरूलाई बजारको चाहिँ भ्युज देखाउँछ यहाँ चाहिँ बाहिर पसलहरूमा भन्दा हल्का सस्तो होलसेल पसल भन्छ होइन होलसेल बजार हो होलसेल बजार लाग्छ यहाँ चाहिँ हजुरहरूलाई होलसेल बजार देखाउँछु यहाँ अगाडि रहेको छ यो मन्दिर पनि यहाँ चाहिँ ठुलो पशुपति भनेको उता गौशालातिर पर्छ यो चाहिँ सानो पशुपति भनेर यहाँ हुन्छ अहिले चाहिँ राम्रो बनाउनु भएको छ झिलमिल सिलमिल हालेर होइन अब बजारमा चाहिँ आइसकेको छु म अब बजारको दृश्य देखाउने छु भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन अब भिडियो हेरेर साथ दिनु होला म चाहिँ बजारको भ्युज देखाउने छु हजुरहरूलाई रोक्नु यसमा सब पाउँछ यहाँ खानेकुरादेखि लाउने कुराहरू होइन धेरै कुराहरू पाउँछ यो बजारमा सस्तो पाउँछ उता होलसेल बजार भन्छ अब हामी गाउँतिर त 9 बजेतिर त सुतिहाल्छौँ तर यहाँतिर चाहिँ 9 बजेतिर चाहिँ बल्ल खुल्छ यो पसल दिउँसोमा चाहिँ खुल्दैन यहाँ मान्छेहरूको दिउँसोमा भिडभाड भएको कारणले खुल्दैन रातिको समयमा चाहिँ खुल्छ होइन अब रातिको समयमा खुल्छ होलसेलमा सस्तो मूल्यमा पाइन्छ बाहिर उता पसलहरूमा भन्दा सस्तो मूल्यमा पाइन्छ यहाँ भिड चाहिँ बबाल लाग्छ फेरि मान्छेहरूको भिड लाग्छ बाइकहरू गाडीहरू छिराइदिनुहुन्छ यस्तोमा झन् भिड लाग्छ कि त्यस कारणले यो हजुरहरू पनि कहिलेकाहीँ यतातिर घुम्न आउनु पनि 9 बजेको बजारतिर ढिलोतिर आउनुभयो नि यसो यो सपिङहरू गर्नु होला धेरैजनाले गर्नुहुन्छ मैले नि गरेको छु अस्ति नै सपिङ त होइन अब चाहिएको बेलामा चाहिँ गरिन्छ मान्छे चाहिँ धेरै भिड हुन्छ यहाँ धेरै सस्तो सामान नि पाउँछ यो चाहिँ मेन ठुलो मन्दिर छ होइन यसभित्र चाहिँ नवदुर्गाको बेलामा खुल्छ एकचोटि मात्र भन्नुभएको थियो भुइँचालो पछि बन्द भएको भन्नुभएको थियो होइन म चाहिँ गएको छैन अब यही सस्तो पाउँछ कपडा लिएर होइन खेलौनाहरू अब जुत्तासुत्ताहरू तन्ना अनेक पाइन्छ यो चाहिँ अब यो अगाडि चाहिँ हामी इन्द्रचोकतिर लागिरहेछौँ यहाँ चाहिँ रमाइलो हुन्छ मान्छेहरूको भिडभाड हुन्छ साँझसम्म दिउँसोमा मान्छेहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ तर साँझमा चाहिँ यहाँ सामानहरू किन्ने अब घुम्ने यहाँ गाउँमा जस्तो थोरै कपडाले मात्र बस्नुहुन्न नि त अब यहाँ त धेरै सपिङ गर्ने सस्तो सामानहरू पाइन्छ नि त त्यस कारणले यहाँ सपिङ धेरै हुन्छ काठमाडौँ बस्ने मान्छेको गाउँतिर एक जोड कपडाले नि मानव लामो समयसम्म पुग्छ भने यहाँ एक जोड कपडाले लामो समय पुग्दैन यो आज चाहिँ म सपिङ गर्दैन होइन तर यो भ्लग बनाएर चाहिँ हजुरहरूलाई देखाउँदैछु हजुरहरूले हेरेर साथ दिनु होला यो जुत्ताहरू होइन सस्तो पनि पाउँछ यहाँ यस्तो गाडी छिराइदिन्छ होइन गाडी छिराइछ नि मान्छे प्याक हुन्छ जाम हुन्छ गाह्रो छ यहाँ अब गाडी बन्द गर्ने नियम गरायो हुन्थ्यो यो सानो बाटोमा चाहिँ गाडी नहिँड्ने बनाइहालेको हुन्छ के हुन्थेन अब त्यस्तो नियम बनाउनु भएको छैन पछि बनाउनु हुन्छ होला सायद होइन यहाँ अगाडि चाहिँ अब इन्द्रचोक आउनु लागिसक्यो इन्द्रचोकको साइडमा चाहिँ बालिनले चाहिँ जुन पार्किङ गर्ने ठाउँ थियो नि त्यो चाहिँ भत्काएर राम्रो बनाउनु भएको छ त्यो पनि म हजुरहरूलाई देखाउने होला यो मान्छेहरू बोलेर चाहिँ बताउनुहुन्छ कि यति दामको यति भनेर होइन फिक्स प्राइस हुन्छ कुनै ठाउँमा बार्गेनिङ गर्नुपर्ने हुन्छ बजार चाहिँ लामै लाग्छ धेरै नै लामो वहाँसम्म हुन्छ हजुरहरू कतिजना आउनुभएको छ कतिजना आउनुभएको नि आउनुभएको भने यसो कमेन्टमा लेखिदिनु होला म पनि गर्छु सपिङ गरेर चाहिँ यतातिर भनेर होइन यो मान्छेहरू भिडभाड छ भ्लग गराउन अलि अप्ठ्यारो भइरहेको छ बोल्न नि लाज भइरहेको छ त्यो पनि म बोलेर हजुरहरूलाई यहाँको दृश्य देखाइरहेको छु मान्छेहरू चाहिँ टुन्नै हुनुहुन्छ
यहाँदेखि चाहिँ भिडभाड चाहिँ राम्रै लाग्छ होइन बेलुकामा। अब 10 बजे सायद 10 बजेसम्म लाग्छ जस्तो लाग्छ, तर मलाई चाहिँ पुरै अलि एक नै थाहा भएन। 9 बजेबाट खुल्छ भन्ने चाहिँ थाहा छ होइन। यसरी जाम गराइदिनु भएको छ यो बाइक स्कुटी राखेर। अब यत्रो सानो बाटोमा यस्तो सामान लिएर बाइक स्कुटी ल्याएपछि जाम भइहाल्छ। सब सामान पाउँछ, नपाइने सामान केही छैन यहाँ, सब होलसेलमा सब सामान पाउँछ। यही हो इन्द्रचोक भनेको, मेन इन्द्रचोक भनेको यही हो। अनि बालिनले जुन चाहिँ पार्किङ बनाएर पार्किङ चाहिँ हटाएर यो बाटो के अरे फुटपाथ ठुलो बनाएको भनेको चाहिँ यही एरिया हो। यो राम्रो देखिएको छ। यहाँ चाहिँ एउटा मन्दिर रहेको छ। यताबाट चाहिँ हामी असमतिर जान्छौँ होइन। यता अगाडि हुँदै चाहिँ हामी न्यु रोडतिर जान्छौँ। म चाहिँ हजुरहरूलाई यसो यो बालिन सिटीको यो मेन ठाउँ चाहिँ यसो देखाउँछु हजुरहरूलाई होइन, भ्लग मार्फत हजुरहरूले हेरिदिनु होला। अब यहाँ चाहिँ म हजुरहरूलाई त्यो बजार चाहिँ देखाएँ होइन, बजार देखाएँ। अब यतातिर त्यस्तो खासै चाहिँ केही छैन, त्यही पनि अब थोरै पनि हजुरहरूलाई केही देख्नुहोस् भनेर देखाए हो। यो एरिया चाहिँ पुरै खुल्ला, यो पार्किङ चाहिँ कति ठुलै छ। अब अहिले पहिला अलि पार्किङ हुन्थेन, बालिनले चाहिँ आफ्नो राजीनामा दिनुभयो नि, त्यसपछि चाहिँ अलिकति गाडीहरू यहाँ साइडमा रोक्ने पार्किङ गर्नुहुन्छ। अब यहाँ नियम हट्या हो कि के हो त्यो त थाहा भएन होइन। यही हो, राम्रो देखियो। यस्तै काठमाडौँमा अरू ठाउँमा पनि यस्तै खालको यो फुटपाथ ठुलो भएर बाटो अलिकति ठिक्क भएको भए सबै ठाउँमा राम्रै देखिन्थ्यो होइन। अब के गर्नु, सबैजनाले बुझ्नु हुँदैन नि त। जसले बुझ्नुहुन्छ काम गर्नुहुन्छ त्यसलाई त अब काम गर्न दिनुहुन्न, नेपालीको बानी नै छ त्यस्तो होइन। यही हो मेरो भ्लग चाहिँ होइन, यति नै हो आजलाई। अन्तिमसम्म हेरिदिनु भयो भने धन्यवाद। अब के कमी कमजोरी छ भने भ्लगमा अब त्यति राम्रोसँग त बनाउन आउँदैन, केही कमी कमजोरी भयो कमेन्टमा बताइदिनु होला। म चाहिँ आजलाई यति भ्लग गर्न चाहन्छु। अब अर्कोचोटि चाहिँ अझै योभन्दा राम्रो हजुरहरूलाई देखाउने प्रयास गर्नेछु। अहिले हेरिदिनु भएकोमा धन्यवाद।